एकदमै नेचुरल देखिने आइब्रो हामी यसरी कसरी क्रिएट गर्न सक्छौँ पर्ल साबुनबाट यो देखाउँदैछु। पर्ल साबुनलाई लिने अनि त्यसपछि हाम्रो सेटिङ स्प्रे यसलाई यसरी पर्ल साबुनलाई यसरी लिएर यसलाई अगाडि अगाडि बनाउने। पहिला यसरी अगाडि कोर्ने, सबैलाई यसरी मजाले कोरिसकेपछि यसरी माथितिर लाने यसलाई। खाली भएको ठाउँमा चाहिँ यसरी ब्रोले नै आइब्रो पोमेड हल्का एड गरिदिने। कन्सिलरले चाहिँ हामी यसरी लाइन क्लिन बनाउने, जल ब्लेन्ड गरिदिने। यो आइब्रो चाहिँ यस्तो देखिएको छ। हजुरहरूलाई कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला अनि फलो गर्न नबिर्सनु होला।